आजको दिन मेरो यसरी बित्यो। सो हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज मैले यो के गरेको भनेर सोच्दै हुनुहुन्छ होला। म चाहिँ भोलि बिहेमा जाने भनेर त्यसको तयारी गर्दैछु। आइतबार चाहिँ दाङमा बिहे छ के, त्यही भएर बाबा र म जाने कुरा भयो र म त कपडाहरू प्याक गर्न लागेको। आज भोलि त गर्मी पनि यति धेरै हुँदै गएको छ कि के भन्ने, र बाक्लो कपडाहरू त लगाउनै नपर्ने भयो अब त। त्यसपछि कपडाहरू प्याक भएर सकिएपछि बाबा र म गयौँ बजार। हल्का सामानहरू पनि किन्न थियो। त्यही बजार पुगेपछि बाबालाई चप्पल किन्ने भनेर चप्पल पसलमा गएर चप्पल हेरेको त एउटा पनि हुँदैन। खुट्टा पनि यति ठुलो छ कि चप्पल नै नहुने। यो खुट्टा लामो हुने मान्छेले त न जुत्ता भनेको जस्तो लगाउन पाउने न चप्पल। बल्ल बल्ल एक जोर फिक्स भयो र त्यो लिएर हामी गयौँ इलेक्ट्रोनिक पसलमा। र चाहिँ मैले एउटा स्पिकर लिएँ किनकि मलाई स्पिकरको खाँचो थियो, त्यही भएर बाबा आउनु भएको बेला लिइहालेँ। चाहिँ हामी गयौँ खाजा खान होटेलतिर। खाजा खाने टाइम पनि भइसकेको थियो र भोक पनि लागिरहेको थियो। त्यसपछि मैले त मेरो फेभरेट मोमो नै अर्डर गरेँ। बाबाले पनि पहिले त मोमो नै खानुभएको थियो कि पिरो लागेर खानै सक्नु भएन। त्यसपछि बिरयानी मगाएर खानुभयो। त्यसपछि चाहिँ हामी घर फर्कियौँ किनकि भोलिको लागि अरू पनि काम थियो, त्यही भएर चाहिँ हामी छिटो नै फर्कियौँ। आजको लागि चाहिँ यति नै। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो, सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है त। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो। बाई।